नमस्कार, स्वागत छ हामी एक नेपालीमा। आजको मुख्य समाचार। इन्टरनेट र कागजातमा सीमित भएर वास्तविक भूगोल र समस्या बुझ्न सकिँदैन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता तथा झापा 5बाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार बालेन शाहले प्रत्यक्ष अनुभूतिको आधारमा मात्रै ठोस नीति बनाउन सकिने बताएका छन्। उनको यो टिप्पणी तेह्रथुमको म्याङलुङमा स्थानीय मतदातासँगको भेटघाटका क्रममा आएको हो। इन्जिनियरिङ पृष्ठभूमिका नेता बालेन शाहले आफ्नो चुनावी अभियानलाई कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित बनाउने प्रतिबद्धता जाहेर गर्दै भने, तेह्रथुमको नाम कागजमा पढ्न सकिन्छ, विकिपीडियामा पनि भेटिन्छ, तर यहाँ आएर यहीँको माटोमा बसेर यहीँका मान्छेसँग कुरा गरेपछि मात्र त्यो ठाउँको वास्तविकता बुझिन्छ। नेता शाहको यस टिप्पणीले केवल सूचनामा नभई प्रत्यक्ष संवाद र अनुभवमा आधारित राजनीतिक संस्कृतिको आवश्यकता रेखाङ्कित गर्दछ। उनले संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिको आधार चाहिने बताए। प्रत्यक्ष अनुभव कुनै पनि जिल्लालाई रिपोर्ट, किताब वा इन्टरनेटमा मात्र सीमित गरेर बुझ्न सकिँदैन। ठोस आधार भूगोल, हावापानी र जनजीवन प्रत्यक्ष महसुस गरेपछि मात्र वास्तविक समस्या चिन्न सकिन्छ। नीति निर्माण स्थानीय तहबाटै सुरु गर्न सकिने ठोस कामलाई प्राथमिकता दिनुपर्छ। तेह्रथुमको कृषि उत्पादन क्षमताको प्रशंसा गर्दै नेता शाहले उत्पादन भए पनि बजार व्यवस्थापन कमजोर रहेको समस्या मुख्य चुनौतीका रूपमा औल्याए। उनको यो भ्रमण कार्यक्रममा रासपा तेह्रथुमका उम्मेद्वार सुरेन्द्र कार्कीको पनि सहभागिता रहेको थियो। यो भ्रमण पूर्वी नेपाल केन्द्रित उनको चुनावी अभियानको एक अंश हो, जसको उद्देश्य स्थानीय सुझावलाई आगामी नीतिमा समेट्नु हो। यस घटनाले एउटा ठूलो प्रश्न उठाउँछ। आधुनिक प्रविधिको युगमा पनि स्थानीय जमिनसँग भएको प्रत्यक्ष जडान राजनीतिक समाधानको लागि किन अझै पनि अपरिहार्य छ? नेता शाहले इन्जिनियरिङ पृष्ठभूमिको हुनाले ठूला योजनाभन्दा व्यवहारिक र स्थानीयकृत समाधानमा जोड दिने बताएका छन्। तेह्रथुमको उदाहरणले देखाउँछ कि देशको विविध भूगोल र समस्याहरू एकजुट समाधानमा पनि विविध दृष्टिकोण चाहिन्छ। यसैसँग जोड्दै हामी हाम्रा दर्शकहरूलाई सोध्न चाहन्छौं, तपाईको विचारमा तपाईको स्थानीय समस्याहरू समाधान गर्न के चाहिन्छ? सोच्नु भएको कुरा हामीलाई तल कमेन्टमा लेख्नुहोस् वा #हामी एक नेपाली #स्थानीय समस्या प्रयोग गरेर सोशल मिडियामा राख्नुहोस्। सारांशमा, बालेन शाहको तेह्रथुम भ्रमणले राजनीतिक नेतृत्वले स्थानीय वास्तविकतासँग प्रत्यक्ष रूपमा जोडिनु र त्यस आधारमा नीति बनाउन कतिको जरुरी छ भन्ने कुरा स्मरण गराउँछ। सूचनाको युगमा पनि जमिनसँगको वास्तविक संवाद नै टिकाऊ विकासको आधार। हामीसँग जोडिएर रहनुहोस्। फेरि भेटौँला अर्को समाचारमा।